झसङ्ग भएर हेर्दा त साँच्चै केराको बोक्रा भगवानले खानुभएको छ, केरा त त्यसो भुइँमा छ। के गर्ने सुनिस् मैले ओ हजुरले के लिएर आउनु भएको छ? विदुरजीले भन्नुभयो मैले पाकेको मेवा लिएर आएको छु। यो पाकेको मेवा हजुरलाई भोग लगाउँछु है भनेर हतार हतार सुधारेर भगवानको अगाडि भोग लगाउन राखिदिनुभयो। भगवानले मेवा पान गर्नुभयो। जब मेवा पान गर्नुभयो तब विदुरजीले प्रश्न गर्नुभएछ। कस्तो प्रश्न? प्रभु मेवा मिठो छ कि छैन? भगवानले के भन्नुभयो? जति मिठो विदुरानीले दिएको केराको बोक्रा थियो त्यति मिठो तिम्रो मेवा पनि छैन। भगवान के भन्नुहुन्छ? जति प्रेम मलाई विदुरानीले गर्छिन् त्यति प्रेम तिमी भित्र पनि छैन। भगवान प्रेमको भोक हुनुहुन्छ। प्रेमले जे दिनुहोस् भगवानले खानुहुन्छ। जे दिनुहोस् भगवानलाई बस प्रेम चाहियो। भगवानको लागि अर्पित गर्दा नि हजुर भगवानलाई हामी कतिजनाले भन्छौँ नि प्रभु म तपाईलाई फलानो काम गर्दिनँ 2 किलो लड्डु दिन्छु, फलानो काम गर्दिनँ म यो फलानो चिज चढाउँछु। त्यसको भोक हुनुहुन्न। भगवान प्रेमको मात्रै भोक हुनुहुन्छ। याद गर्नु होला। जे दिनुपर्ने त्यो हामी दिँदैनौँ। भगवानलाई जे दिनुपर्ने हो भगवानलाई हजुरलाई कसैले केही गिफ्ट ल्याएर दिन्छ भने नि हजुरले साँच्चै चाहिएको कुरा कसैले दियो भने कति खुसी लाग्छ नि। यो त मलाई चाहिएको थियो, यो मलाई आवश्यकता थियो। अब पेट भरि खाएर बस्नु भएको छ, यति लड्डु ल्याएर मुखमा खाइरहेर मन लाग्दैन। भगवानलाई पनि साँच्चै आवश्यक कुरा दिनु छ, भगवानलाई चढाउने कुरा छ भने त्यो प्रेम। भगवानलाई साँच्चै प्रेम मनपर्छ हजुर। भाव भगवानलाई भाव दिनुभयो भने भगवान त हजुरको घरमा नोकर बस्न पनि तयार हुनुहुन्छ। कथा कति भक्त माउको कथामा आउँछन्। यही भागवतजीको कथामा छ कि बलिराजाको द्वारपाले भएर भगवान बस्नुभयो नि। आउँछ कथामा, भोलि पर्सिको कथामा। भक्तको प्रेममा भगवान बलिराजाको घरमा द्वारपाल भएर पनि बस्दिनु ल भने भगवान प्रेमको बसमा हुनुहुन्छ। भगवानलाई दिने हामीसँग एउटै कुरा छ, त्यो हो प्रेम। प्रेमले जे दिनु भगवानले स्वीकार गर्नुहुन्छ। साउन महिना लागेपछि भगवान शङ्करजीको मन्दिर गाएर बेसरी बेलपत्र चढाउने, भदौ लागेपछि फर्केरै मन्दिर बन्छ है। त्यस्तो हुन्छ क्या? सधैँ एउटै भाव हुनु पर्यो नि मनमा। भगवान त सधैँ होइन र, परमात्मा सधैँ होइन र। भगवान हजुरको घरमा भगवान हुनुहुन्छ भने हजुर के गर्नुहुन्छ? घरमा बाहिर बजारबाट जाँदा नाति याद आउला, बनाती याद आउला, छोरा बुहारी याद आउला। कहिलेकाहीँ त भगवानलाई पनि सम्झेर यो मेरो भगवानलाई एउटा चक्लेट लगेर चढाउँछु है आज भन्ने मनमा आओस् न। आज मेरो भगवानलाई यो कति राम्रो फुल बेच्न राखेको छ, एउटा फुल किनेर लगेर भगवानलाई लगेर दिन्छु भन्ने मनमा आओस्। यो पो प्रेम हो त। राम्रो चिज देख्यो भने छोराछोरीको कति याद आउँछ। कहिलेकाहीँ भोज भतेरमा गएर मिठो खाना छ भने छोरा नातिको याद आउँछ, आउँदैन? आउँछ नि, घरमा भएका व्यक्तिको आउँछ। त्यस्तै कहिलेकाहीँ त भगवानको पनि आओस्। त्यो पो हो त प्रेम। सबको याद आउँछ त भगवान आओस्। त्यति बेला ओहो यो मेरो भगवानलाई दिनुभए कस्तो हुन्थ्यो होला, त्यो त मनमा पनि हुनु पर्यो। त्यो पो प्रेम। ताजा विदुरजीको घरमा भगवान स्वयं गएर भोजन गर्नुहुन्छ र फर्केर आएर महाभारतको विशाल युद्ध हुन्छ। विश्राम भइसकेपछि विदुरजी तीर्थयात्रामा निस्किनुहुन्छ र मैत्रेयजीसँग भेट हुन्छ र मैत्रेयजीले भगवानको यस्तो कथा सुनाउनुहुन्छ। यो संसार कसरी निर्माण भयो, यो पृथ्वी कसरी सुरुवात भयो। पृथ्वीको चित्र कहिलेकाहीँ हेर्नु भएको छ? पृथ्वी गोलो छ हो, देख्नु भएको छ नि? हाम्रो शास्त्रले भन्यो भूगोल, भू भनेको पृथ्वी, गोल भनेको गोलो छ। पहिले नै भन्यो। अनि हामी भन्छौँ फलाना वैज्ञानिकले पत्ता लगाएको रे भन्छौँ। हामीले शास्त्र पढ्काकै छैन अनि कहाँ थाहा हुन्छ त? त्यति मात्रै छैन, सुन्नु है अझै के भन्छ शास्त्रले? एउटा ठुलो विग्रह, ठुलो पिण्ड, विशाल पिण्ड थियो। त्यो पिण्डलाई विग्रह गरेर अनेक ग्रह नक्षत्र ताराहरू सिर्जना गरे र आज there was a big ball which was banned. एउटा ठुलो बल थियो,
त्यसलाई चाहिँ ब्लास्ट भएर यी ग्रहहरू सुरुवात भयो भन्ने हाम्रो संस्कृति हजारौं वर्ष